हेलो साथीहरु नमस्ते वेलकम ब्याक टु माई च्यानल र आज म फेरि आइसकेको छु न्यू भिडियो लिएर। आज चाहिँ म मम्मी र मेरो हस्बेन्ड चाहिँ गएको थियौँ हामी यहाँ युनियन ब्याङ्कमा चाहिँ मम्मीको काम थियो र हामी गएको थियौँ। मम्मीको चाहिँ पैसा निकाल्नु पर्ने थियो, सक्नु हुँदैन नि त फर्म भर्नु, र ज्वाइँले निकालिदिनु भयो अनि सिग्नेचर गर्नु जानुभएको थियो अनि पैसा 10,000 जस्तो निकाल्नु भयो होला मम्मीले आफ्नो खर्चको लागि। र पैसा निकालिसकेपछि मम्मीलाई चाहिँ मैले पठाइदिएँ र हामी चाहिँ काकरभिटा गयौँ। काकरभिटामा चाहिँ काम थियो, खुकुरी ल्याउनु पर्ने थियो र मलाई चाहिँ बाटोमा गाडीमा हिँड्दै यसरी चिप्सहरू खानु मन लाग्छ। मलाई मात्रै यस्तो हो कि अरूलाई पनि यस्तो हो, कमेन्टमा भन्नु होला। के खाइरहन्छु म चाहिँ। अन्त हामी चाहिँ जाँदै थियौँ। मैले काकरभिटाको पानटेङ्कीको बाटो टोटोमा थियौँ। आधी बाटोसम्म चाहिँ हामीले स्कुटी लिएर गएको थियौँ र आधी बाटोमा चाहिँ राख्यौँ र अहिले आइपुग्यौँ हामी काकरभिटा पुल र भित्र पनि पसिसक्यो। र यो चाहिँ पुरानो पुल हो र उतापट्टि साइडको चाहिँ नयाँ पुल बनिएको छ। र पहिला आयौँ हामी यहाँ खुकुरी दोकानमा र मेरो हस्बेन्डले चाहिँ खुकुरी हेर्नुहुँदैछ। उसले चाहिँ उसको साथीहरूलाई लगिदिएको, साथीले मगाएको थियो र साथीहरूलाई लगिदिन्छु भनेर यहाँ हेर्दै थियौँ। यो दोकानमा मन परेन, फेरि अर्को दोकानमा पनि गयौँ। अर्को दोकानमा पनि हेर्नुभयो उसको साथीले चाहिँ फोनै उठाएन र हामी एकछिन लुगा दोकानपट्टि गयौँ। लुगा दोकानपट्टि पनि काम थियो नि त मेरो नानीहरूको लागि। नेपालमा काकरभिटामा चाहिँ राम्रो पाउँछ, राम्रो क्वालिटीको पाउँछ र म चाहिँ प्रायः काकरभिटाबाट लगिदिन्छु र मलाई पनि एक दुईवटा किनेँ। अन्त त्यो किनिसकेपछि चाहिँ हामीलाई साह्रै भोक लागेर हामी यहाँ घाडी रेस्टुरेन्ट गयौँ। यो चाहिँ काकरभिटादेखिको 50 रुपियाँ भाडा लाग्दो रहेछ टोटोमा। घाडी रेस्टुरेन्ट भनेपछि तपाईँहरूलाई पुऱ्याइदिइहाल्दो रहेछ। अन्त हामी यहाँ पुग्यौँ र मजा लाग्यो मलाई चाहिँ। यहाँ चाहिँ कस्तो शीतल ठाउँ अनि बाँस भएको र कस्तो मजाको चिसो, अब गर्मी पनि नलाग्ने क्या। खोलाको बगरको छेउमा रहेछ र यसरी चिसो। यो चाहिँ मेची खोला उताको चाहिँ जहाँ हामी पुल कटेर आयौँ त्यही हो। र कस्तो मजाको वातावरण त्यहाँ चाहिँ, एकदम चिसो, हावा पनि चिसो फ्याँकेको खोलाको छेउमा भएकोले गर्दा हो र मेरो हस्बेन्डले चाहिँ मलाई यहाँ देखाइराख्नु भएको थियो खुकुरी। यहाँ चाहिँ आज हाम्रो आइसकेको छ जुस। यो चाहिँ वाटरमेलन जुस हो, खान्छु ल बस्नु। मिठो रहेछ। तपाईँ मेरो हस्बेन्डले पनि खानुभयो र म यहाँ आएँ हाम्रो चिकन चाउमिन अनि प्राउन्स। यो प्राउन्स चाहिँ मैले कहिले खाएको थिइनँ, कति खानु मन लागिरहेको थियो, पाउँदैन नि त जहाँ पाएँ त्यहीँ। यहाँ चाहिँ पाउँदो रहेछ र यस्तो टेस्टी। र यसको दाम चाहिँ रहेछ नेपालको तपाईँको 750 रुपियाँ। यो चाहिँ इन्डियाको चाहिँ लगभग समथिङ 50 रुपियाँ थपेको भए चाहिँ 500 जति भनौँ न। टेस्टी थियो, एकदम टेस्टी थियो। कहिलेदेखि खानु छ साँच्चै। जाँदा यो त नेपालको घाडी रेस्टुरेन्टमा चाहिँ एउटा खानु न तपाईँ। अन्त यहाँ नै चाउमिन, चिकन चाउमिन पनि छ हो। वाउ, क्वान्टिटी दामी छ चिकन चाउमिनको। भोक लागेर मिठो कि साँच्चीकै मिठो दाम। र हामीले चाहिँ यहाँ इन्जोय गर्दै खाइरहेको थियौँ र कस्तो टेस्टी। अब क्या यो चाहिँ मैले फर्स्ट टाइम खाएको, तर मेरो फर्स्ट एक्सपिरियन्स चाहिँ दामी लाग्यो मलाई चाहिँ। अरूतिर खान्छु भन्दा पाउँथिनँ नि त पहिला कति म सोध्थेँ होइन। मलाई चाहिँ पुरा प्राउन्स खानु मन लागेको छ भन्दै म मेरो हस्बेन्डलाई पनि भन्थेँ, अब पाउँदैन यता भन्थेँ। त्यहाँ चाहिँ मेनुमा रहेछ र प्राउन्स पनि यो चिली प्राउन्स अरे हो। मजाले उयो प्याजहरू क्याप्सिकमहरू लाएर चाहिँ बनाएको थियो। र हाम्रो यहाँ मोमो पनि आयो र मोमो पनि टेस्टी चिकन मोमो मगाएको थियौँ हामीले। चिकन मोमो, चिकन चाउमिन चाहिँ नेपालको 200 गरेर रहेछ प्लेटको। ठिकै हो, दाम पनि यताको 120 जस्तै पर्यो, तर क्वान्टिटी एकदम बेसी। अन्त त्यसमा अब जस्तो चिकन चाउमिन भनेपछि कहीँ त हुँदैन नि त, नाम मात्रै हुन्छ। तर यहाँ चाहिँ चिकन पनि मजाले फिलिङ हालेको र अन्डा, साथै अन्डाहरू पनि हालेर अनि भेजिसहरू पनि हालेर दामी बनाएको थियो। यो चाहिँ फेरि अर्को लटो मेरो हस्बेन्डलाई चाहिँ साह्रै मिठो लागेछ र फेरि 1 प्लेट मगाऊँ ल भन्नुभयो। अन्त मैले पनि ल भने अन्त मगाएँ अनि उसले पनि खानुभयो र मैले पनि खाएँ। कस्तो मिठो क्या त। अब हुन्छ नि, अब
लटरपटर टाइपको होइन मजाले बनाउँदो रहेछ। त्यहाँ चाहिँ सबै कुरो मिठो जुसदेखिको लिएर होइन मोमो चाउमिन भयो। अन्त प्राउन्स त झन् अहिलेसम्म मुखमै झुन्डिरहेको छ मेरो। अब फेरि नेक्स्ट टाइम गयो भने खान्छु र तपाईँहरूलाई पनि यहाँ आउनु मन छ भने आउनु सक्नुहुनेछ। एकदमै टेस्टी खाना, अन्त यहाँको वातावरण पनि एकदमै राम्रो, मलाई चाहिँ साह्रै मन पर्यो। अब तपाईँहरूलाई मनपर्छ पर्दैन आउनुभयो भने चाहिँ राम्रो लाग्छ तपाईँहरूलाई पनि। र अहिले चाहिँ हामी निक्ल्यौँ यहाँबाट, यो बाहिरको गेट हो। अनि टोटोहरू पनि पाइराख्दो रहेछ त्यहाँनिर, गार्डले बोलाइदिँदो रहेछ छैन भने पनि। अन्त अहिले चाहिँ हामी निक्ल्यौँ यहाँ काकरभिट्टा। अब हामी क्रस हुन आँट्यौँ र घर पनि आइपुग्यौँ। घर आएर चाहिँ म यहाँ सामानहरू देखाउँदै थिएँ। यहाँ खुकुरी कस्तो रहेछ त्यहाँ मजाले मैले हेरिनँ नि त, भिडियोहरू बनाउँदै थिएँ, ध्यान थिएन। अनि खुकुरी हेरेको मजाको रहेछ खुकुरी चाहिँ। मम्मीले चाहिँ मलाई कराउनु हुँदै थियो, त्यसरी ननिकाल काटिन्छ भन्दै बनाउँदै थियो। र यहाँ म लुगा देखाउँदै थिएँ। यो चाहिँ मैले घरमा बस्दा लाउने जामा किनेँ। र यो मेरो हस्बेन्डलाई 2टा गन्जी। अन्त दाम चाहिँ अलिक महँगो पर्छ तर दामी हुन्छ त्यहाँको सामानहरू चाहिँ। त्यसपछि मैले मेरो नानीहरूलाई भेस्टहरू किनिदिएँ, 2जनालाई एउटै भेटिनँ यो भेस्ट चाहिँ, र अलिकति डिफ्रेन्स कलरको, तर पनि केही छैन, उनीहरूले मन परायो। अन्त अर्को फेरि सेटको किनिदिएँ, त्यो चाहिँ मैले एउटै कलरमा भेटेँ र मजाको पनि देख्यो। त्यो चाहिँ हाफमा रहेछ र कस्तो मजाको शीतल खालको कपडा होइन, पोल्ने टाइपको होइन, शीतल पनि। फेरि त्यहाँको कपडाहरू चाहिँ धुँदाखेरि पनि केही हुँदैन। र यो चाहिँ मैले बक्स पेन किनिदिएँ। यो चाहिँ यता नक्सलमा मैले कति खोजेँ भेटिनँ, र उहाँ चाहिँ रहेछ र मैले किनिदिएँ। र 2जनाले लाएर देखाउँदै थियो पनि ठिक्क भयो उनीहरूलाई साइज पनि। र यो चाहिँ हो मम्मीलाई अस्ति दिदीले माता औँसीमा दिएको, के भन्छ थाहा छैन, आसामको मान्छेहरूलाई चाहिँ थाहा हुन्छ यो साडीको नाम। आसामी साडी मेख्ला त भन्दैन, तर अब खोइ के भन्छ, तर आसामी साडी भनेर भन्दो रहेछ। यहाँ आसामकै एकजना आन्टी बिहा हुनुभएको रहेछ र उहाँले चाहिँ बिक्री गर्नुहुँदो रहेछ 1500, बल्ल बल्ल 1900 भन्नुहुँदै थियो, डिस्काउन्ट गरेर चाहिँ 1500मा दिनुभयो। तर त्यसमा पनि ब्लाउज चाहिँ सिलाएको छैन, ब्लाउज चाहिँ अलग्गै सिलाउनु अरे, ऊ भ्याउँदैन अरे, फेरि आसाम जानु आँटेको रहेछ। र यो चाहिँ म दिदीले मम्मीलाई माता औँसीको गिफ्ट दिएको। मम्मीले चाहिँ अस्तिदेखि मन पराइराख्नु भएको थियो र मम्मीले चाहिँ भन्नुहुँदै थियो मिलेर यही देऊ भन्नुहुँदै थियो, तिमीहरूलाई भार पर्छ भन्नुहुँदै थियो। तर मैले चाहिँ कुर्ता दिएको थिएँ, अन्त दिदीले यो किनिदियो मम्मीलाई। र चोलो चाहिँ आएको छैन, यो चाहिँ साडी मात्रै हो। र यति भन्दै म मेरो भिडियो यहीँ एन्ड गर्छु। धन्यवाद।